फाइनल्ली है म चाहिँ सर्ट भिडियो बनाउन लागेको है म यो चाहिँ मेरो रुम हो अब जस्तो जसो भए पनि बस्ने रुमै हो यस्तै छ होइन तल अब यस्तै पेरा नाच त्यस्तै छ यता दिदी हुनुहुन्छ होइन अब यता भेनाजु हुनुहुन्छ कपडा पनि लाउनु भएको छैन अब लगाउनुहुन्छ होइन अनि मेरो साथी चाहिँ आउनु भएको छ होइन अनि साथीले चाहिँ यति कपडा चाहिँ प्याक गरिरहेको छ होइन अब पट्टाइरहेको छ भनौँ न है यो कसको हो त यो हाम्रो चाहिँ छोरीको हो बेबीको हो अब छोरी चाहिँ भोलि चाहिँ अब दिदी भेनाजुहरू चाहिँ भोलि चाहिँ गाउँ फर्किनुहुन्छ घर फर्किनुहुन्छ सो अनि हामीले चाहिँ कपडाहरू त मिलाउनु पऱ्यो प्याकिङ त गर्नु पऱ्यो नि त अब एकैचोटि थुप्रै झ्याप्जु बिहार खाँदा यो जेबाट त भरिन्छ त होइन त्यही भएर चाहिँ हामीले चाहिँ टक्क लगाएर मिलाएर राख्नु लागेको क्या है अनि मेरो साथी चाहिँ सुनापुन है नचिन्नु होला हजुरले चाहिँ हाम्रो साथीको पनि के छ अरे फेसबुकमा आइडी सुनापुन नै छ तपाईँले फ्रेन्ड सब्सक्राइब गर्ने लाइक गर्ने कमेन्ट लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला छेउबाटको बेल आइकन घन्टी पनि बजाए अनि हामी चाहिँ अब चाहिँ यहाँ के गरौँ त यो मोबाइललाई यहाँ राखेर हामी चाहिँ गफ गर्नेछौँ है तर अलिकति यो चाहिँ त्यस्तो भइदियो भाइ अलिकति यो माथि हाम्रै पर्छ होला भाइ कानमा त सल्टी सुल्टिनी अलिकति भएन नि त है अलिकति टक्कलाई अर्को पनि बन्द गर्नुपर्छ होला भाइ हो भेरी गुड अब आयो नि त अब यस भेरी गुड भेनाले सपोर्ट गरिराख्नु भएको छ यो नि त होइन फेरि मलाई चाहिँ एडिट गर्न आउँदैन के हाल्नु यतिकै हालिदिने होइन जस्तै यो चाहिँ अब सबैजनाले हेर्नुहुन्न भने मलाई थाहा छ होइन यो फरवार्ड हुन्छ भन्ने पनि थाहा छ हुँदैन भन्ने कुरा नि सब्सक्राइब चाहिँ गरिहाल्नु होला अनि के अरे त्यही भएर चाहिँ हामीले चाहिँ डाइरेक्ट हालिन्छ यो चाहिँ पछि मेमोरीको लागि हुन्छ नि त कुसुम रामजाले यस्तो भिडियो बनाएको थियो होइन हामी चाहिँ यसरी बसेको थिएँ यसरी कपडाहरू यो पनि त एउटा काम हो नि त यो पनि एउटा मेमोरी हुन्छ पछिको लागि होइन अब दिदीको छोरी ठुलो भएपछि होइन ए मेरो आन्टीहरूले यसरी कपडाहरू चाहिँ राखिदिनु भयो रहेछ होइन सुन आन्टी पनि आउनु भएको रहेछ सासु मम्मी भन्छ मेरो नि छोरा फेरि मेरो साथी चाहिँ म्यारिड छ है फेरि छोरा पनि छ फेरि आँखा लाउनु होला त्यहाँ जसले त भिडियो हेर्ला कि नहेर्ला हेर्नुहुन्छ होला नि त है यो चाहिँ हाम्रो हिरोनी के हाम्रो हिरोनी दिदी सिस्टर कुमारी रामजालीको यो दामी छ नि त है के यो कि यो देखाउने अघिदेखिको के भन्दाखेरि त नभन्ने एउटा यो अब दिदीलाई लास लाग्यो होला नि त बहिनीले यसरी भ्लग बनाउँदैछ होइन अब के डिस्टर्ब गरिदिने होइन भनेर अब यता भेनालाई देखाउनु पर्ने हो सर्ट लगाएर यता आउनु कति छ के हो लाउनु यो अयो डेन्जर छ त हौ यो के कस्तो भन्दाखेरि यो अघि बजारमा गएर किनेको अनि खाइदिएर खाइदिएर यहाँ दिमाग खराब खुट्टाएर यस्तो चलाउँदा यो त आफ्नो चोइस हो क्या भेना खुट्टामा लगाइदिन्छ हातमा लगाइदिन्छ यो पनि यहीँ हाल्ने होला नि त होइन ओ माई गॉड वाउ के हो र यो स्विट बेबी हाम्रो चाहिँ क्रन्चीको लागि यो चाहिँ क्रन्चीको यो देश यो कस्तो राम्रो छ नि त ब्युटिफुल छ यहाँ क्रन्ची फगामीको यो बहिनीलाई नि यो चोली लगाइदिने हामीले नि चोली लगाएर फोटो खिच्यौँ टिकटकमा के हो अनि म तपाईँहरूलाई चाहिँ एउटा चोलो के हामीले सिलाएको थिएँ सिस्टर र मैले अनि त्यो पनि सिल्न यो कसको यो अनि म त्यो चाहिँ देखाउँछु हजुरहरूलाई है यो दिदीको हो अनि के अरे म चाहिँ तपाईँहरूलाई एकछिनमा देखाउँछु अहिले चाहिँ यो कपडा अनि सुन गीत गाइदिउँ न यहाँ आउनु नि परेन मलाई गीत म कुसुम रामजाले गीत गाउन आउँदैन भन्नु होला आउँछ है तर अहिले चाहिँ गाउँदैन भनिदिनु पर्छ चिसो रहेछ माया बिरानो भएरै हो तिम्रो मनमा मेरो लागि माया छ कति हो ए त्यहाँ साइडमा आएर जाने दिपेनी हो अब चिन्नु भयो भने हाम्रो दिवेश भनेको पनि अब के छ अरे अहिले युट्युब च्यानल छ होइन दिवेश फगामी छ होइन यसो घन्टी हानिदिनु पऱ्यो नि त घन्टी बजाइदिनु पऱ्यो लाउनु भएको छ नि त अस्ति भेनाएर म जोसिएर के अब चाहिँ युट्युब च्यानल खुलाऊँ न हामीले कति माथि अरूको हेर्ने होइन भनेर अब युट्युबबाट पैसा कमाउने भने त त्यस्तै हो जस्तो इन्जोयको लागि आउँदैन कसैले मलाई चाहिँ यसो एडिट गर्न सिकाइदिनुहोस् त गाइजहरू मलाई एडिट गर्न सिकाउनु भयो नि तपाईँहरूलाई म कहिल्यै बिर्सिँदैन म बोल्ने सिस्टरको हो क्या
अलि ह्यान्डसम केटाहरूले हेर्दै हुनुहुन्छ भने हाम्रो साथी चाहिँ मिस कुसुम रामदाले चाहिँ सिङ्गल हो है यस गाइजहरु सबले चाहिँ लाइक गर्नु पर्यो सब्स्क्राइब गर्नु पर्यो आएर मलाई कोही हेर यहाँ बच्चाको आमा भइसकेको कोही यहाँ यस्तो सिङ्गल छ केटै नभएर हेर त नि यार पीडित छु म त यहाँ म रोइदिम यहाँ बिचरा यस्तो पिडामा खायो यस्तो पिडाइ पिडाइ भयो यस्तो कपाल खाँदिएको यिनले पिरे हेरौँ न यार यहाँतिरका अस्ति यतिकोमा तपाईँले मैले फर्स्ट काट्ने कपाल काटेको टाइममा त्यो दिनमा देखेको भइदिएँ तपाईँहरू सब ढल्नुहुन्थ्यो क्या तर अहिले लामो आइदिएकोमा देखेर सबैजनाले चाहिँ केही भन्नुहुन्न मलाई थाहा छ कति राम्रो देखिएको ब्युटिफुल देखिनु भएको छ भनेर भन्नुहुन्छ होला चट्टै पारिदिएको नि त गाइजहरू के गर्ने चट्ट पार्नलाई पनि आउनु पऱ्यो नि त तपाईँहरू आउँदै आउनु होइन मैले चट्टै पारिदिएको भित्र भेटालाई अरू चाहिँ फास्ट बोलाउने कपडा खोले खोले हुन्छ न त छुट्याइदिएको ल ल भयो हुन्छ होइन छुट्याएको हो कि मिलाइदिनु त यो यो त अलग्गै राख न यो यो होइन र यो बच्चाको आमाको छुट्टै राख ओके दिदी यो चाहिँ सिस्टरको हो यो सिस्टरको के गर्ने है अब हेर्नुहोस् न मेरो दिदीको पनि हेर्नु त ना छोरी भइसक्यो छोरीको यहाँ कपडा कपडा ताप्दैछौँ पटाउँदैछौँ है गाइसहरू है छोरी एक कति भयो 1 महिना भइसक्यो 1 महिना 2 महिना पुग्न लाग्यो गाइसहरू अब म तपाईँहरूलाई चाहिँ फोटोहरू देखाउँदै गरौँ न त मलाई एकजनाले चाहिँ युट्युब च्यानल खुला म मेरो साथी सबलाई सब्सक्राइब गर्न लगाउँछु भन्दै थियो त्यसलाई म भन्नु पर्ला जस्तो त्यो मान्छे कहाँ हरायो के यहाँ युट्युब च्यानल मेरो हेरिरहेको छु कि छैन भिडियो हेर्नु पर्यो भिडियो हेर्नु पर्यो कि यो भिडियो सानो ठुलो छुट्टाको हो कि के हो तिमीले यो त ठुलो हो यसै हावा तालमा पट्याएर पछाडि सानो ठुलो छुट्टै गरेर यो पनि सिस्टर हो यो पनि सिस्टर हो ए गाइजहरू अब ल हाम्रो भेनाको चाहिँ के छ अरे भन्नुहोस् त तपाईँ आफैले युट्युब च्यानल दिपेश फोगामी छ है अनि त्यो फर्स्ट भिडियो के छ अरे के को भिडियो छ अरे के नाच्नु अरे बाहुन नाचेको है त्यो फेरि यहाँ कसैजना बाहुनहरूले हेर्दाखेरि फेरि मलाई बाहुन भन्नुभयो भनेर चाहिँ रिसाउनु होला नि त्यो होइन है हामी मगरलाई पनि मगर भन्छ नि त मगर्ने भन्छ नि त त्यो त्यस्तो कुरामा चाहिँ माइन्ड मान्नु भएन हामी चाहिँ उहाँ भेनाले चाहिँ फर्स्ट एउटा भिडियो हालेको छ सबैजना गएर त्यहाँ गएर सबले ड्याङ 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 घन्टी बजाइदिनु पऱ्यो अनि यहाँ चाहिँ मेरो सोल्टिनी ब्युटिफुल नानी हुनुहुन्छ अब सोल्टिनीलाई चाहिँ के भन्ने चाहिँ केही छ भने भन्नुहोस् न यहाँतिर मलाई भ्लग एकदमै मनपर्छ भोलिपर्छ मैले नि यसो खोलिहालेँ भने सबैजनाले सेयर गरौँला है माया गरिदिनु ल हजुरहरू पनि माया गरिदिनु होला जसले मेरो साथीलाई माया गर्छ मलाई पनि माया गरिदिनु होला मलाई भन्दा डबल माया गर्नुपर्छ है मेरो साथीलाई चाहिँ ल है सबैजनाले गएर है अब साथीले पनि है युट्युब च्यानल खोल्दैछ सपोर्ट गर्नु पऱ्यो नि त है म पनि तपाईँहरू सपोर्ट गर्छु नि त होइन र के हो म त मलाई कमेन्ट गर्नु हुनेलाई त म गएर फेरि उसको प्रोफाइलमा जान्छु युट्युब च्यानलमा गएर सब्सक्राइब पनि हानिदिइसकेको छु नि त है कतिजनालाई चाहिँ मैले यसरी पनि म माया गरिरहेको छु है त्यही भएर चाहिँ हजुरहरूले पनि तर हेल्प दिनुहोस् होइन लाइक गर्नुपर्छ कमेन्ट गर्नुपर्छ भन्ने पनि छैन हेल्प दिनुहोस् हाम्रो इन्टरटेनमेन्ट सर्ट भिडियोहरू एज अ मेमोरिज भिडियोहरू चाहिँ तपाईँहरूले चाहिँ हेरेर इन्जोय गर्न सक्नुहुनेछ है राम्रो त त्यति राम्रो त मैले चाहिँ बनाउन आउँदैन I will try definitely one day I will give my best video boom वाला भिडियो चाहिँ म गिफ्ट गर्नेछु तपाईँलाई चाहिँ सो गर्नेछु दिनेछु भिडियो होइन टक्क लाएर त्यही हो गाइजहरू अनि छोरीको कपडा यहाँ हेर्नुहोस् न यहाँ यो कपडाहरू छ गरी छ है अनि दामी हेर्नुहोस् न यो कपडाहरू वाउ अब यस अनि म सिस्टरले देखाउन चाहन्छु अनि छोरीलाई देखाउन चाहन्छु यहाँ छोरी छ है यहाँ कम हियर सिस्टर मेरो ओ माइ गड अहिले चाहिँ दुध खाँदै हुनुहुन्छ अनि मेरो सिस्टर हुनुहुन्छ कुमारी रामजाली सिस अहिले चाहिँ हाम्रो चाहिँ यो छोरीको नाम चाहिँ प्रन्सी प्रन्सी हो नि प्रन्सी फगामी हो है गाइजहरू होइन अनि सिस्टरहरू चाहिँ भोलि गाउँ जाँदै हुनुहुन्छ अनि मेरो गाउँको मेरो जिल्लाको नाम के हो भन्दाखेरि चाहिँ म्याग्दी दोबा हो नि त अनि मेरो दिदीको चाहिँ हाम्रो दिदी चाहिँ कहाँ दोबादेखि कहाँ बिहा गरेको भन्दाखेरि चाहिँ भुरुमको भान्जा भुरुमको छोरा दिपेश फगामी उहाँसँग बिहा गरेको हो नि त अनि कुमारी रामजाली पहिला अहिले चाहिँ फगामी यस्तै हुँदो रहेछ क्या होइन आफ्नो थरहरू पनि बनाउन पाइन्छ अरे तर दिनुहुन्न नि त है बेला
किदिनुहुन्छ यहाँ हेर्नुहोस् न यहाँ फेरि हाम्रो भेना के भएको अरूको भेना त त्यस्तो छैन मेरै भेना चाहिँ यति सानो लजालु कि लजालु होइन ह्यान्डसम भएर होला सायद होइन अब यति लजाउनुहुन्छ कि यति लजाउनुहुन्छ एउटा दुइटा कुरा पनि सेयर नगर्ने कि राम भगवान् कहाँ जाने होला के हो र यो दिदीसँग बोल्छु दिदी त बोल्नुहुन्छ भेनाजु चाहिँ त्यस्तै के अब खै भेनासित एउटा दुइटा गफ हान्नु पर्यो क्या हेर्नु त यस्तो गर्नुहुन्छ कि त्यही भएर भनेको अरूको भेना कस्तो हुनुहुन्छ होइन तर मेरो भेना चाहिँ कति साह्रो लजालु हो लजालु राम होइन त्यही भएर चाहिँ मैले भन्न खोजेको है गाइसहरू ओके ठिक छ अब यो हाम्रो काम यो भइसकेपछि हामी चाहिँ बजार छिर्नेवाला छौँ अहिले सर्टमा अहिले भर्खर अब केही समयपछि हामी निस्किनेवाला छु त्यो पनि हामी कहाँ जाने अब रिस्की हो नि त अब के गर्ने होइन अब जगेटहरू सपिङ हान्ने हो अरे होइन अनि त्यही भएर अब जानु पर्यो होइन सपिङ जान्न त गाइसहरू तपाईँहरू बोयफ्रेन्डले बोलाइ अनि मामाले फेरि मार्नु होला नि है बान्जी सुनामी के अरे माइजूलाई लिएर जाने अनि यसरी चाहिँ त्यस्तो गर्ने भनेर नेक्स्ट टाइम चाहिँ मलाईसँग भेट्न नदिनु होला फेरि मामाले मार्नु होला नि त के ए यो भेनाजुले हेर्नु त नयाँ किनेर दिनु होला नि त पुरानो मजा गिफ्ट दिनु भएको कति धेरै माया गरेको हो राम ए यो नयाँ हो मलाई त के थाहा त नि होइन पुरानो होला भनेर नि होइन प्लास्टिकमा हालेको टक्कलाई हालेर दिएको भए पो नयाँ भनिन्छ अब यसरी दिएपछि त पुरानो होला भनेर सोचिन्छ नि त है त नि यसरी दिने साली लौ नयाँ मजा भनेर दिनुपर्छ नि होइन हेर्नुहोस् न यसरी हेर्नुहोस् न यी हेर्नु हाँसेको हाँसी अब के बोल्नु न दङ लाग्छ हौ दङ लाग्छ यतिकै जिस्काएर भने क्या तपाईँहरूलाई है के अरे हाम्रो काम चाहिँ अब भइसक्यो यति नै हो अब यो सब भेनाले काम गर्नुहुन्छ हामी चाहिँ अब बजारतिर जानुपर्छ भेनाको के काम हामी यहाँ बसाउँछ भेना चाहिँ अल्छी मानेर झनै काम गर्नुहुन्न क्या त्यही भएर म चाहिँ अलिकति बाहिर बरु हामी चाहिँ बाहिर जाउँ है भेनाले गर्नुहुन्छ यहाँ सब है गाइजहरू अब के गर्ने है जस्तो मैले सर्ट भिडियो बनाएको माई गड फाइनली मैले त 14 मिनटको भिडियो चाहिँ बनाएर छु अब 14 मिनटको भिडियो चाहिँ मैले पोस्ट गर्दैछु है अनि हेरिदिनु होला ल हुन्छ अनि एउटा केही भनिदिनुहोस् न सुन के भन्नु मलाई के नै आउँदैन डान्स हान्दिनु त डान्स बल्ले अहिले के रे तिम्रो मन त हो कि मेरो मन त तिम्रो मन त सारो यो मन सारङ्गी हेर्नु त मेरो साथी ब्युटीमा नि ब्युटी त्यही माथि डान्स अनि खतरा डान्सर हुन्छ कि राम यतिका ओके ट्रेन्डिङको थाहा छैन हो त्यो गर्नु डान्सर छैन त नि मेरो आएको कन्फिडेन्ट लो चाहिने भन्दा बढी तारिफ गर्दैछ अनि लाजै हुन्न हामीलाई होइन नेपाली मान्छेहरू त्यस्तै छन् कि यसलाई मूर्ख भन्ने के भन्ने राम्रो कुरा गर्दाखेरि झन् भएन भन्ने यतिका तिमी डान्सर हो कि होइन तिमी राम्रो छौ कि छैनौ खाली छौ होइन राम्रो मान्छेलाई राम्रै भन्दा रिसाउने डान्सरलाई डान्स गर्ने मान्छेलाई के भनिदिने हामी गाइजहरू भनिदिनुहोस् ल कमेन्ट गर्नु पर्यो है अनि त्यही हो गाइजहरू आज म थोरै आज अफ ड्युटीमा थिएँ अनि आज थोरै भिडियो चाहिँ सर्ट बनाएको अब भोलि चाहिँ दिदीहरू चाहिँ गाउँ जानुहुन्छ अनि त्यही हो मेरो साथी चाहिँ लामाचौर दिदी चाहिँ आइरहनु थियो अनि यो चाहिँ बेबीहरूको लागि वान अफ दामी हुँदो रहेछ क्या अनि यो पनि यो यसरी त्यो बेडमा चाहिँ बेबीले दिसा पिसाब गर्दाखेरि चाहिँ तल जाँदैन नि त होइन राख्यो भने चाहिँ राम्रो हुँदो रहेछ ल भनिहाल त भनिहाल न यो चाहिँ के अरे नयाँ सुट के अरे मम्मीहरूको लागि चाहिँ एकदम बेस्ट हुन्छ ओछ्यानमा यहाँ बेबीको मुनि ओछ्याउने बनाइदिने यहाँ माथिपट्टि प्ल्याटिनको कपडा छ यहाँ मुनिपट्टि चाहिँ प्लास्टिक अनि के अरे बोर्डरमा मिलाएर सिलाएको छ अनि यस्तो गरेर बिछाउने अनि यहाँ माथि बेबीहरू अर्को त्यो उसहरू बेडहरू लगाइदिने बच्चाको अनि सुगऱ्यो भने पनि तल बेडमा छिर्दैन यो के अरे यो प्लास्टिकले जोगाउँछ अनि यसलाई निकालेर साथै धुने सुकाउने हेर मान्छे ब्युटी हुनुको साथसाथै पनि यत्रो धेरै नलेजेबल हुनुहुन्छ कि मेरो साथी त तपाईँहरू कसैको सुत्केरी अवस्थामा त्यस्तो छ भने मेरो साथीलाई कन्ट्याक्ट गरिहाल्नुपर्छ इन्फर्मेसन दिनुपर्छ सुत्केरी हुँदा के गर्नु पर्दो रहेछ एक्सपिरियन्सहरूको पालामा अर्कै पर्दिन्छ अनि फेरिमा त आउँदैन नि मेरो साथी फेरि पैसा दिनुपर्छ होइन पैसा पानु होइन गाइजहरू
होइन होइन सुरुमा त म फ्रीमै गरिदिन्छु फ्री होम डेलिभरी जान्छु कि क्या अहिले मेरो अलि हाई डिमान्ड हुँदै गयो भने चाहिँ रेट लाउँछु रेट पछि फेरि बढ्दै गएर बिजनेसम्यान बनिन्छ क्या भोलि पर्सि ओ आइडिया त खतरा रहेछ है साथीको त आम्मा साह्रै होइन के हो कि दामी कुरा गर्छौ त नि खतरा हो त नि बहिनी सिरियसली त तारिफ गरेर उडाउँदै तारिफ गरेको जस्तो गर्छु भने ए बरु ल त होइन म नहाँसिकन भन्छु त मेरो हाँस्ने बानी मेरो केही साथीले बुझ्दैन नि त ल ल ल हो कि अब साथी अब होइन साथीको विचार एकदम राम्रो नि त है सुरुमा त अब पहिला त आफ्नो कतिजनालाई थाहा हुँदैन नि त साथीको विचार एकदम राम्रो है भन्यो भने एकदम साथीको आइडिया पनि एकदम राम्रो छ है भन्दै भने नि एकदम अब तारिफ गरेको उडाएको भनिदिनु त टिकटक त्यो अघिको त्यो आइडीको त्यो हेर्नु त मेरो साथी त टिकटकमा नि फ्यान टिकटक आइडी भनिदिनु न टिकटक आइडी यहाँ टिकटक आइडी मेरो सुनापुन्टु सुनापुन्टु छ है यस्तो साथीको पनि अनि मजाले गएर लाइक फलोवर्स बढाउनु पर्यो त्यतातिर चार्ज गरेको छ तर तपाईँहरूले कोहीले यसो झुकेर भर्खर नयाँ च्यानल हो खासै हेर्दैन यसो हेरिहाल्यो भने कसैले मलाई फलो गर्छन् कि देखाइदिनु पर्यो भनेको त मोबाइल त उता पर रहेछ तर केही छैन मलाई मेसेज गर्नुभयो नि सारङ्गी सारङ्गी ओ सारङ्गी ओ सारङ्गी हे भगवान भन्दै लाग्छ भगवान कहाँ छौ तिमी सब्सक्राइबरहरू ओ भगवान राम भेनाले हेर्नु त फाइनली राम्रो काम गर्दै नबोली काम गरिदिनु हुन्छ कि ठिक छ नि त नत्र भने त छेउमा बोल्न गयो भने त टाढेको हेर्नु त भागेको गर्नु त अहिले बल्ल काम गर्न लाग्नु भएको छ क्या हेर्नु त साडीलाई लाज नि लाग्न कि एउटा साडीलाई काम गराउने होइन अन्त नि मैले भिडियो बनाउन लगाएको छु झन् है तनिका ल अब के अरे कुरा नि गरियो अब चाहिँ म पनि फेरि काम त गर्नु पऱ्यो नि त गाई चाहिँ होइन मैले धेरै गफ दिनु लाग्यो भने हुँदैन मेरो यो टोपी हो क्या यो तपाईँको होइन र यो खै त्यसो एउटा राम्रीदेखिने कुरा गर्दैछन् है बुढाबुढी यहाँ राम्री देखिने कुरा गर्दैछन् है योभन्दा चाहिँ अघिको राम्रो थियो भन्दै कुरा गर्दा भोलि जाँदा गाडीमा जाँदा त्यो गाडीमा ट्याक्सीमा जाँदा पनि के राम्रो भएर जानु पर्यो हो त्यही कुरा गर्नु न के राम्रो हुनु पर्यो होइन ल हजुर मेरो गाई बढी भयो काटेर हाल त नि अब यति गरिदिउँ है बाई बाई गाइसहरू ल होइन लास्टमा गएर फ्यान देखाउने कि सायद गर्मी समय आएको छ नि त त्यही भएर फ्यान लाऊ भन्नु खोजेको कि बेनाले भन्नुपर्छ नि ल बाई बाई गाइसहरू सबजनालाई बाई बाई मैले राम्रोसँग एडिट गर्न आउँदैन जे कुरा म त्यही कुरा ट्याक्क हालिदिन्छु माइन्ड नगर्नु होला अहिलेको समयमा हामी यति नै छु बाई बाई दिस नेचुरल भिडियो बाई बाई हामी चाहिँ यहाँ